नमस्कार ल यो भिडियो चाहिँ फेसबुकमा पेआउट कसरी सेटअप गर्ने भनेर सम्बन्धित छ। तपाईहरु यदि आफ्नो फेसबुकमा पेआउट सेटअप गर्न चाहनुहुन्छ भने यो भिडियो हेरेर सेटअप गर्न सक्नुहुनेछ है त। त्यसपछि सेटअप गर्नुस् र माथि आफ्नो लिगल फर्स्ट नेममा नाम राख्नुस्, तल लिगल लास्ट नेममा सरनेम राखेर डेट अफ बर्थ राखेर नेक्स्ट गर्नुस्। त्यसपछि कन्ट्री तपाई कुन देशदेखि गर्न चाहनुहुन्छ, मैले नेपाल राखेँ। त्यसपछि बिजनेस टाइपमा इन्डिभिजुअल सोल भन्नेमा क्लिक गर्नुस् है, यो फर्स्टकै हुनुपर्छ, अरु चुज नगर्नुस्, नेक्स्ट गर्नुस्। त्यसपछि तपाईहरुको हाम्रो यहाँ माथि देख्नुहुन्छ लिगल फर्स्ट नेम, तल सरनेम, आफ्नो डेट अफ बर्थ र तल प्राइमेरी एड्रेस भन्ने ठाउँमा चाहिँ आफ्नो प्राइमेरी एड्रेस राख्नुस्। जस्तै कि म यहाँ हाल्दै छु, तपाईहरुले पनि आफ्नो यसरी प्राइमेरी एड्रेस राख्नु होला। आफ्नो प्राइमेरी एड्रेस राखिसकेपछि नेक्स्ट गर्नुस्, सिटी चुज गर्नुस् र सिटीमा तपाई कुन सिटी देख्नुहुन्छ त्यो सिटी राख्नुस्। त्यसपछि तपाईहरुले आफ्नो अञ्चल चुज गर्नुस्, कुन अञ्चल देख्नुहुन्छ, जस्तै कि मैले बागमती अञ्चल चुज गरेँ। त्यसपछि तपाईले आफ्नो जिल्लाको पोस्टल कोड राख्नुपर्ने हुन्छ। पोस्टल कोड चाहिँ तपाईहरुलाई थाहा छैन भने तपाईले चाहिँ गुगलमा गएर सर्च गर्न सक्नुहुनेछ, पोस्टल कोड अफ भनेर। जस्तै कि मैले पोस्टल कोड अफ नगरकोट भने पनि मेरो नगरकोट आउँछ। जस्तै तपाईहरुले अरु कुन जिल्ला देख्नुहुन्छ तपाईले सर्च गरेर गुगलदेखि निकाल्न सक्नुहुन्छ सजिलै। त्यसपछि यति गरिसकेपछि तपाईले आफ्नो मोबाइल नम्बर राख्नुस्। मोबाइल नम्बर राखिसकेपछि आफ्नो इमेल लगाउनुस्। यति गरिसकेपछि तपाईहरुले ट्याक्स आइडेन्टिफिकेसन नम्बरमा चाहिँ तपाईले आफ्नो पासपोर्ट अथवा नागरिकता नम्बर राख्नुस् र क्लिक गरेर नेक्स्ट गर्नुस्। यति गरिसकेपछि म्यानुअली लिंक बैंक अकाउन्ट भन्नेमा क्लिक गर्नुस् र लिंक यहाँ हेर्नुस् त हाम्रो सम्पूर्ण यो अटोमेटिक हामीले भरेको अघि विवरणहरु यहाँ देखाइन्छ। त्यसपछि यहाँ तपाईले कुन चाहिँ ब्याङ्कमा चाहिँ सेटअप गर्दै हुनुहुन्छ त्यो ब्याङ्कको स्विफ्ट कोड हाल्नुस्। जस्तै कि मैले आफ्नो ब्याङ्कको हाल्दै छु। त्यसपछि स्विफ्ट कोड हालेपछि तपाईले ब्याङ्क अकाउन्ट नम्बर राख्नुस्। पेआउट मेथड यति गरिसकेपछि तपाईहरुको लिंक पेआउट मेथड भन्ने हुन्छ तल, त्यसमा क्लिक गर्नुस्। त्यसपछि तपाईहरुको पेआउट सेटअप हुन्छ है त। हस्त धन्यवाद।